हामी त त्यस्तै बाहिर हुन्छ तिम्रो बाहिर छ छोरीले पनि टिका लगाइदिने रे बाबालाई सबैले निस्कान छोरीले ल दाइ चाहिँ विदेश जाँदै हुनुहुन्छ है विदेश जाने कार्यक्रम हुँदैछ अहिले चाहिँ बाबाको खुट्टा ढोक्ने पालो खाइ खुट्टा ल्याऊ खुट्टा ल्याऊ खाइ खाइ छोरीको आशीर्वाद दियो ज्ञानी भएर पढ्ने ल अर्कोचोटि बाबा आउँदाखेरि मोटाएर बस्ने होमवर्क गर्ने स्कुल जाने मम्मीलाई दुःख दिने होइन मोटाउने ओके ल अब हाम्रो चाहिँ टिका लगाउने कार्यक्रम भइसक्यो होइन अब चाहिँ रेडी भइसक्यो हामी चाहिँ अब एकछिनमा अब पठाउ आउँदैछ पठाउ आएपछि हामी अब एयरपोर्टतिर लाग्छौँ है त ट्याक्सी चढेर आउने त्यही पैसाले 4 सालको पनि यसैमा छु म ट्याक्सी चढेर आउँदा त्यही पैसाले यो दही शीतल हुन्छ दही चाहिँ खाँदा आफै नगर केही हुँदैन यो दही र अन्डा खाँदा केही नै हुँदैन सो पठाएको गाडी पनि आइसक्यो है अब हामी चाहिँ एयरपोर्टतिर लाग्छौँ है त ल ल बस्नु ल हालिसक्यो राख न दाइको तर्फबाट त्यो पैसा नभयो भनेर दिएको हो त राख न खास साझा खाना हुन्छ राख न आएन के यसो दिउँसो अब भोकै आउँछ अनि यसो खाएर जाउँ ल बस्नु ल तिमी अगाडि बस न राम्रोसँग बस्नु म बस्छु अगाडि राम्रोसँग जाऊ शुभ यात्रा हस् दिदी ल अगाडि बस्यो राम्रोसँग बस ल टेन्सन गर्नु पर्दैन मजाले अब हामी चाहिँ एयरपोर्टतिर लाग्यौँ है त ल ल ल जाऊ ल यहाँ बाबासँग आऊ यहाँ बाबासँग बस्नु ल रिमा आउँछु बस्दै गर ल आऊ। चिन्ता नगर के लाउनु है यो बिना लाउन पाउँछ थियो नि लाउन थियो बिना फकटे भन्दा यिनीहरूलाई मूर्खहरूले हो कि यो कामै नलाग्ने यहाँ चाहिँ फोटो सेसन हुँदैछ है अब सर तिमी कहाँ जाने रुममा विदेश जाने बाबा विदेश जाने आँटेछ तिमी जाने तिमी बाबालाई पुऱ्याउनु आएको है हापा गर्दैन त बाबा हापा गरिदिनु त बाबालाई यतापट्टि पनि नाच सुरु भयो हाम्रो दाइ र भाउजू है ल यहाँ मम्मी कहाँ टोयलेट गयो होला ल हाम्रो भाउजू चाहिँ रुनु भएन है अहिले एकछिनमा रुनुहुन्छ कि छोरो छोरी निन्द्रामा लागिसक्यो त्यसलाई अमिरा त्यहाँ हेर त अगाडि आऊ न छोरो छोरीले छोड्नै माने छैन छोरी तिमीलाई नि माया गरेछ त छोरो क्यान्डी पनि खायो है ल जान ल ढिलो बस्यो ल ठुलबाबा जाने रे अब ल ठुलबाबा जाने रे हेर ठुलबाबा जान आँटेछ ल बाबा टाटा गर ठुलबाबालाई
अब कति 9 बजिसक्यो होइन। अब यहाँको गेट खोलिसक्यो कि यहाँको। अब गेट खोलेपछि अहिले सबैजना अब लाइनपछि सबैजना गइरहेछन्। अघि कति धेरै थियो मान्छेहरू, अहिले चाहिँ अब 9 बज्यो नि त। 9 बजेपछि यहाँको गेट खोलेर अब पातलो पातलो भइसक्यो मान्छेहरू सबै अब जाने बेला भइसक्यो। आमा रोगेर जाऊ, आमासँग बसेर जाऊ जाऊ। हेट बाबा जानिर अब ल शुभ यात्रा। अब चाहिँ यताको यो गेट खोलिसक्यो होइन। त्यही भएर अब चाहिँ जाने बेला तपाईँ पनि भित्र जानुहुन्छ। रात पनि परिसक्यो होइन। अब पनि अब एकछिनमा फर्किन्छौँ। ल ल बाबा सामान पुऱ्याएर आउने रे क्या छोरो, सामान पुऱ्याएर आउने रे कि। आमा नराउनु छोरो, सामान पुऱ्याएर बाबा है। ल आयो सामान आयो। किन रोक बाबा आउने सामान पुऱ्याएर आउने। हस् हस् ल छोरो बाबालाई ठुलो बाबालाई राम्रोसँग जानु भनिदिनु। हस् हस् के भयो छोरो, तिमी पनि विदेश जाने भनेको? अहिले बाबा गएर आउँछ है। ल बस, ज्ञानी भएर बस्छ। ल जानु ल राम्रोसँग। ल ल बाबा आउँछ छोरो। ल बाबा आउँछ। हामी चाहिँ अब एयरपोर्टबाट बाहिर निक्ल्यौँ होइन। अब दाइ चाहिँ भित्र छिर्नु भइसक्यो। अब हामी घरतिर लाग्छौँ, रात पनि परिसक्यो। यस्तै हो छोरा मान्छेको जिन्दगी भएपछि होइन। एकचोटि विदेश जानै पऱ्यो, दुःख गर्नै पऱ्यो। सबैको आफ्नो कथा छ, आफ्नै बेटा छ होइन। कसलाई के पोख्नु, छोरा मान्छे भएपछि जिन्दगी यस्तै हो, केही छैन। अब हाम्रो पनि दिन आइहाल्छ विदेश जाने होइन। देशमा बसेर के गर्नु, देशको अवस्था यस्तै छ अहिले। यहाँ बसेर नि खै खासै केही गर्न सकिँदैन। ठिकै छ, जिन्दगी यस्तै हो। तपाईँलाई मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त। आजलाई यति नै। प्लिज च्यानललाई नबिर्सिकन सब्सक्राइब पनि गरिदिनु होला है त। अब अर्को भिडियोमा भेटौँला। बस त्यो आजको दिन। ओके बाई बाई।